आजदेखि नयाँ प्लेलिस्ट सुरु हुँदैछ डार्क प्रोग्रामिङ ल्याङ्ग्वेज। यसमा चाहिँ तपाईँले सम्पूर्ण डार्क प्रोग्रामिङ ल्याङ्ग्वेजको बिगिनरदेखि एडभान्स कोर्स तपाईँले पाउनुहुन्छ। यो डार्क प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ फ्लटर फ्रेमवर्कमा युज हुन्छ। सबसे सुरुमा हामीले डार्क प्रोग्रामिङ ल्याङ्ग्वेज युज गर्नुभन्दा पहिला वाट इज डार्क प्रोग्रामिङ ल्याङ्ग्वेज भनेर बुझ्नु। डार्क प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ एउटा ओपन सोर्स क्लाइन्ट अप्टिमाइज एन्ड जेनेरल पर्पज प्रोग्रामिङ ल्याङ्ग्वेज हो, जुन चाहिँ फास्ट एप डेभलपमेन्ट फर मोबाइल, वेब एन्ड डेस्कटपको लागि बनाइन्छ, कोड गर्छ। ओपन सोर्स भन्नाले यसको सोर्स कोड चाहिँ पब्लिकली एभाइलेबल हुन्छ, हर कोहीले एक्सेस गर्न मिल्छ र जो कोहीले पनि यो कोडलाई चाहिँ कन्ट्रिब्युट गर्न सक्छ र यसको इररहरू चाहिँ तपाईँले फाइन्ड गरेर तपाईँले वा रिपोर्ट गर्न सक्नुहुन्छ। क्लाइन्ट अप्टिमाइज कम्पेयर टु हाई अप्टिमाइज जाभास्क्रिप्ट फर वेब एन्ड वर्क विथ फ्लटर फर मोबाइल एन्ड डेस्कटप। तपाईँको यो चाहिँ क्लाइन्ट कोड हो, यो चाहिँ तपाईँको सजिलै तरिकाले तपाईँको इन्टिग्रेट हुन्छ। र नेक्स्ट छ जेनरल पर्पज सुइटेबल फर युआई सर्भर साइड एन्ड स्क्रिप्टिङ टास्क। मिन्स तपाईँको युआई भन्नाले तपाईँको युजरमा तपाईँले हेर्दाखेरि कस्तो देखिन्छ, कसरी यो सर्भर साइडमा चाहिँ कसरी रन हुन्छ, र यो दुइटै एउटै कोडले ह्यान्डल गर्छ यो डार्क कोडले। र सम्पूर्ण आइओएस र एन्ड्रोइडको लागि पनि सिङ्गल कोड बेस हो। तपाईँले मोबाइलको लागि बनाउनलाई छुट्टै जाभा लेख्नु पर्दैन, आइओएसको लागि बेग्लै कोड लेख्नु पर्दैन। तपाईँले यो कोड डार्क प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्नु भयो भने दुइटैलाई हेल्प हुन्छ। प्लस तपाईँको वेब र डेस्कटपलाई पनि तपाईँले यही कोडबाट तपाईँले सजिलै इजिली रन गर्न सक्नुहुन्छ। र यसको के फिचर्स भनेको चाहिँ जेआइटी जस्ट इन टाइम। यसको तपाईँको कोड गर्दाखेरि तपाईँको अडियोको हेल्पले सजिलै तपाईँको कोडहरू रन गर्न सक्नुहुन्छ। ऱ्यापिडली तपाईँको कोडहरू चाहिँ चेन्जेसहरू देख्न सक्नुहुन्छ। एओटी कम्पाइल टाइम तपाईँको प्रोडक्सनहरू चाहिँ फास्ट गर्छ। प्लस यो डार्क प्रोग्रामिङ ल्याङ्ग्वेजमा चाहिँ ओपी पनि सपोर्ट छ, ओ क्लास इनहेरिट पनि सपोर्ट गर्छ, जुन चाहिँ हामीलाई चाहिँ एकदमै धेरै इफिसियन्ट हुन्छ, कोड गर्नको लागि सजिलो हेल्प हुन्छ। र यसको नेक्स्ट फिचर्स रहेको छ सिङ्क्रोनाइज प्रोग्रामिङ। यसमा चाहिँ फ्युचरको डाटाहरू चाहिँ अब आउँदाखेरि तपाईँको प्रोग्रामिङ ल्याङ हुने, तपाईँको डेस्कटपमै इरर देखाउने हुँदैन। तपाईँको वेट सिङ्क्रोनाइज र वेट प्रोग्रामिङ यसमा युज हुन्छ। र यसमा चाहिँ युज प्याकेज लाइब्रेरी छ, जुन चाहिँ हामीले चाहिँ pub.dev तपाईँले इजिली तपाईँले क्यान गेट गर्न सक्छ। यसको मल्टिपल प्याकेजहरू जुन चाहिँ तपाईँलाई कोड गर्न सजिलो हुन्छ, इफिसियन्ट, फास्ट र हेल्प गर्छ। थ्याङ्क यू। डार्क मोस्ट अफ द कोड प्र्याक्टिस चाहिँ अनलाइन डार्कले नि यो प्रोभाइड गरेको टुल चाहिँ darkpad.devमा हामीले प्र्याक्टिस गर्छौँ। किनभने यसमा चाहिँ लाइट वेट र इजी हुन्छ र अनलाइनले इजिली एक्सेसेबल हुन्छ। हर कोहीले पनि इन्स्टल नगरिकन हामीले फ्लटरको कोडहरू केही पनि इन्स्टल सेटअप नगरिकन हामीले अनलाइनबाटै प्र्याक्टिस गर्न सक्छौँ। र प्रोग्रामिङहरू तपाईँ बिगिनर हुन्छ भने चाहिँ तपाईँले प्रोग्रामिङ सिक्दै हुन्छ भने चाहिँ म चाहिँ हाइली सजेस्ट गर्छु कि डार्कप्याडबाटै तपाईँले सिक्नु। अनि यो इजिली एक्सेसेबल हुन्छ र बेस पनि सजिलो तरिकाले रन गर्न सक्नुहुन्छ। darkpad.dev भन्ने इन्टर गर्नु भने चाहिँ तपाईँ इजिली यो डार्कप्याडको यो प्र्याक्टिस टुल तपाईँले हुनुहुन्छ। यसमा तपाईँले अहिले चाहिँ एआई इन्टिग्रेट पनि पाउनुहुन्छ। तपाईँले केही चाहियो भने केही पत्ता गर्दै केही आएन वा केही कोड सोध्नु पऱ्यो भने यिनीहरू पनि एआईले सोध्न सक्नुहुन्छ। र अहिलेको लेटेस्ट डार्क र फ्लटर चलिरहेको छ 3.38, अर्को डार्क छ 3.10.1 स्टेबल भर्जन। यसमा तिनवटा छ, स्टेबल, बेटा एन्ड मेन छ। यसको तपाईँले डाइरेक्टली आफ्नो डिभाइसमा तपाईँले इन्स्टल गरेर चलाउनुहुन्छ भने तपाईँले यहाँ कुन चाहिँ लाइटमा चलाउनुहुन्छ, वाइट यो कलरमा जुनैमा तपाईँलाई जुन सजिलो लाग्छ त्यसमै चलाउनु। मोस्ट अफ द पिपल धेरैजना मान्छेहरूले चाहिँ यही कलरमा चाहिँ ब्ल्याकमै। तपाईँले डाइरेक्ट यो आफ्नो लोकल डिभाइसमा आफ्नो डिभाइसमा इन्स्टल गरेर चलाउनुहुन्छ भने चाहिँ यहाँनिर डाइरेक्ट क्लिक गरेर एसटिके गरेर तपाईँले इन्स्टल गरेर चलाउन सक्नुहुन्छ। अब सुरु गरौँ हाम्रो जर्नी डार्क प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ फ्लटरमा युज हुन्छ। यो पनि सुरुमा तपाईँलाई केही पनि लेख्नु पर्यो भने कुनै पनि वर्डहरू इग्नोर गर्नु छ वा त्यसमा चाहिँ रन नहोस् वा रिटर्न चाहिँ नहोस् भन्छ भने चाहिँ अब स्ल्यास दिनु भने चाहिँ यो चाहिँ तपाईँले चाहिँ कोडले चाहिँ इग्नोर गर्छ रन टाइममा पनि। जस्तै डार्क होस् यो लाइन चाहिँ डबल स्ल्यास दिँदाखेरि यो लाइन चाहिँ कोडले यो रन हुँदैन, इग्नोर गरिदिन्छ पुरै नै।
रिटर्नै गर्दैन। यो voidले चाहिँ कुनै पनि रिटर्न टाइपको होइन, यसले चाहिँ केही पनि रिटर्न गर्दैन। कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेजको चाहिँ इन्ट्री पोइन्ट भनेकै मेन हो। अहिले यदि लेख्नु भएन भने चाहिँ तपाईँको यहाँ जुनै पनि कोडमा तपाईँको कोड रन हुँदैन, यहाँभित्रैबाट मेन कोड रन हुन्छ। हामीले प्रिन्ट हेलो वर्ल्ड, यो चाहिँ हाम्रो प्रोग्रामिङको फर्स्ट स्टेप हो, प्रिन्ट हेलो वर्ल्ड। यो प्रिन्टले चाहिँ आउटपुट दिन्छ। यहाँ रन गरौँ,